गाइस चाहिँ यता बोट घुम्न आएको के भन्दाखेरि यता तपाईँले यहाँ थोडो छोटा ब्लग बनाऊ भनेको मैले होइन। यसो यता हेर्दाखेरि मेरो साथीहरू पनि बसिरहेको छ, सरहरू छ, यहाँ हाम्रो अफिसको साथीहरू पनि धेरै छ होइन। यो चाहिँ एउटा मतलब मानव इक्जाम्पल छोडो रहेछ कि यो तलाउ भन्दाखेरि अब जस पैसा भएको मान्छेले चाहिँ ऊ स्ट्यान्डर्डै चढिरहेछ। हामी त अब सानो मान्छे हो होइन, हाम्रो सानो मान्छेले टक्क पारी यो जस फ्यामिली चढिरहेको छ क्या मानौँ भन्दा। अब सबै साथीहरू यहाँ मिलेर आइरहेको छ होइन। अफिसमा त सबै लोग घुम्न आएको, यसो घुम्न आएको यहाँ सबै बसिरहेको छ होइन। यहाँ हेर्नुहोस्, यो चाहिँ मेरो छोटो ब्लग हो क्या। उता मेरो सर म्याडम बस्नु भइरहेको छ होइन, उता मेरो साथीहरू छ, पछाडि चाहिँ मेरो भाइहरू छ होइन। उता चाहिँ ऊ ड्राइभर हो। अनि टक्क पारे यता ब्याक गर्दाखेरि छोरी र मेरो बुढी बसिरहेको हुनुहुन्छ होइन। मेरो म्याडमले केही भन्नुहुन्छ भने भन्नुहोस् होइन। म्याडम चाहिँ 16 वर्षले भन्दाखेरि पनि टक्क पारेर अब लगभग हामी पुग्न लागि सक्यौँ क्या। अब चढेको चाहिँ 10-15 मिनट चाहिँ भयो होइन। अब हामी पुग्न लागि सक्यौँ होइन। यो चाहिँ पुरा ब्लग हो क्या। ए मेरो साथीहरू उता मेरो फ्रेन्डहरू बसिरहेको छ देखो, उता हाँसिरहेछ है, दाँत छोडिरहेछ कसरी। ओ माई गॉड हो र ल। यो मेरो चाहिँ दोस्त हो। सो गाइज यो चाहिँ मेरो बेटी। हेलो बेटी, हाई पापा बोलो।